दिल्लीबाट आएदेखिबाटै हामीलाई चाहिँ बिहे पुरा लागिरहेको थियो। अहिले चाहिँ बिहे पनि सकियो र हिँडेका चाहिँ हामी बल्ल बल्ल फुर्सद निकालेर आमा घर मेरो माइत। छोरी त अस्ति भर्खर घर आगी, तपाईँहरूलाई त थाहा नै छ। त्यही पनि ऊ म भन्दा बेसी खुसी छिन् आमा घर जाने भन्दा चाहिँ। आमा घर कसको घरमा जान्छ त्यो त अस्ति हजुरहरूले सुनिहाल्नु भयो होला। म चाहिँ अस्ति नै गएको थिएँ जब यो सर्ट्स अपलोड गरेर थिएँ तब। तर निकै देरी भयो भिडियोहरू अपलोड गर्न, अनि बिहेका पनि निकै भिडियोहरू थिए र सिरियली अपलोड गर्छु भन्दै लेट भयो। र बिस्ना चराली आइपुगेर चाहिँ हामीले लियौँ पापा माइत जाँदा त होइन के मिठाईहरू आमा पितालाई लिएर जानु पर्यो। हजुरबा हजुरआमा पनि हुनुहुन्छ, अनि छोरीलाई चाहिँ बाबाले म्याङ्गो जुस किनिनु भएछ। तो मेरे बाबा ने मैंगो जूस ले दिए और पापा भी ले दिए। तो मेरे घर की लव यू जूस रखना। मेरो घर जाँदा चाहिँ मेरो दिदीको घर पार भएर जान्छ, बडगाङ मिलनपुरमा छ दिदीको घर। र दिदी घर नपसी कसरी जानु होइन, घर काटेर जान पनि मन लाग्दैन। र अहिले चाहिँ हामी पहिला दिदी घर पस्ने भनेर, दिदीलाई चाहिँ थाहा छैन कि हामी निस्किँदैछौँ भनेर। छोरीले चाहिँ भने नाचेर देखाउनु भनेर अनि गान लागेको थियो। मैले चाहिँ यता अलिअलि उसलाई नाचे जस्तो गरिदिँदै थिएँ। अब दिदीलाई सरप्राइज दिन आँटेँ कि म चाहिँ, मैले चाहिँ भनेको थिइनँ कि म आउँदैछु भनेर। र पहिला चाहिँ मैले कलिङ बेल बजाएँ। कति राम्रो लाग्छ मलाई चाहिँ कसैले सरप्राइज दिँदाखेरि। र त्यही सोचेर मैले पनि आज सरप्राइज दिन आँटेँ। तर मेरो सरप्राइजको भान्डा फुटिसकेको रहेछ है गाइस। नमस्कार। के जान्नु भएको थियो कि हामी आउँछौँ भनेर? कसरी जान्नु हो? भन्छ मान्छे त थाहा नै थिएन म आउँछु भनेर। तर केही रिएक्सनै भएन। आमाले चाहिँ अलरेडी बुनीहरू आउँदैछन् भनेर भनिदिनु भएको रहेछ। आमालाई त मैले भनेकी पनि थिइनँ, कोही के भएको नि मिसअन्डरस्ट्यान्डिङ भयो है गाइस। र त्यसपछि चासा पिएर त दिव्यान्सी पनि मावला जान्छु भनेर दिव्यान्सीलाई लिएर हामी चाहिँ निस्किसक्यौँ। दिदीको तबियत पनि खराब भएको रहेछ, ज्वरो आएको रहेछ। अब त्यस्तै होइन, कहिलेकाहीँ यताउता हुन्छ। र यता हस्बेन्डलाई चाहिँ म एकदम रिस उठाउँदै थिएँ। मलाई चाहिँ मेरा बुढालाई रिस उठाउन एकदमै मनपर्छ। र यो जग्गा चाहिँ कसले चिन्नुहुन्छ गाइस कमेन्ट गरेर भन्नु होला ल। मलाई चाहिँ एकदमै धेरै मनपर्छ यो बाटो कि। र देख्दै म पढेको स्कुल पनि पार भइसकेँ। यो बाटो चाहिँ मैले मेरो जीवनको 15 साल हिँडेकी छु गाइस। प्राय जस्तो त साथीहरूसित गफ गर्दै हिँडेर, अनि फेरि प्राय जस्तो त आफ्ना बाउसित बाइकमा हिँडेको। स्कुल कलेज जाँदाको हामीहरूको बाटो नै यही हो। हामीहरूको स्कुलिया जीवनै राम्रो थियो। देख्दै 1 घन्टा पछि त घरै आइपुग्यो। जस्तै राम्रो घर देखे पनि, जस्तै राम्रो घरमा बसे पनि, यो घर मतलब यति मेरो लागि प्यारो छ नि। यो घरमा बसे जस्तो सुकुन मलाई अरू कहीँ पनि आउँदैन। यहाँ मेरी आमा हुनुहुन्छ, मेरा पिता हुनुहुन्छ, मेरा हजुरबा हजुरआमा सब